हेलो फ्रेन्ड्स, वेलकम टु माई च्यानल। आज म एकदमै बिगिनर्सहरूको लागि घर लगाउने सबैभन्दा सजिलो तरिका लिएर आएकी छु। र धेरैजना भन्नुहुन्छ मलाई कुरुसले मात्र बुन्न आउँछ, काँटाले बुन्न आउँदैन, निटिङ गर्नु मन छ। र यो भिडियो उहाँहरूको लागि हो। फर्स्टमा त यो घर लगाउँदा हामीले यस्तो तरिकाले चाहिँ एउटा हामीले नट बनाउने। यो नटमा चाहिँ हामीले चाहिँ यो काँटाले घुसाइदिने। यहाँ यस्तो सकेर चाहिँ यसरी काँटा घुसार्नुहोस्। यहाँ थोरै हल्का तान्ने। अनि यसको यो मेरो काँटा अलिक लामो भएछ, यसको यो बिचबाट चाहिँ यसरी लगाउने। अनि यसलाई चाहिँ हामी माथिबाट पनि गर्न सकिन्छ, तर तलबाट चाहिँ गर्छु म चाहिँ। यसरी तलबाट गरेर यो बिचबाट चाहिँ हामीले फेरि एउटा यसरी घर उठाउने। अब यसलाई त्यो पहिलाकै काँटामा लगाइदिनुहोस्, हल्का तान्नुपर्छ। अनि यसलाई फेरि हामीले यो बिचबाट यसरी नै पहिलाको जस्तै तरिकाले यस्तो घुमाएर यसरी निकाल्नुपर्ने हुन्छ। फेरि यसलाई त्यहीँ हालिदिने, फेरि पहिलाकै जस्तो फेरि यसको बिचबाट यसरी घुसाउने, यसरी लगाउने, फेरि यसरी तान्नुहोस्, फेरि पहिलाकोमै लगाउने। कति सजिलो छ त। यसरी घर लगाएर चाहिँ मैले जम्मा चाहिँ यहाँ 20 घर लगाएकी छु। हजुरहरूले अब के बनाउनु खोज्नु भएको हो त्यही अनुसारको घर लगाउनु भए हुन्छ। अब फेरि हामीले यो सेकेन्ड रोमा चाहिँ अब एकदमै सजिलो तरिका, यो गार्टर स्टिच भन्छ, त्यस्तै तरिकाले यो यसरी पहिलाको जस्तो लगाउने, तर त्यो घर छोडिदिने। फेरि अर्कोमा यसरी लगाउने, फेरि त्यो घर छोडिदिने। त्यो पहिलाको जस्तै हो, तर यो घर चाहिँ छोड्दै छोड्दै हामी पल्लो छेउसम्म पुग्नुपर्छ है त। ल, यो र पनि हामीले कम्प्लिट भयो। अब हामी अर्को रोमा जाने। अर्को रोमा पनि हजुरहरूले त्यो हामीले अहिले जस्तो बुनेर आयौँ नि त्यही तरिकाले बुन्नुहोस् न। यसरी बिचबाट घुसाउने। फर्स्टको चाहिँ हामी त्यतिकै लिन्छौँ है। यसरी बिचबाट घुसाउने अनि यसरी धागो माथि चढाएर यसरी निकाल्ने। सबै यसरी नै हो। यसरी गर्दै गर्दै जानुहोस्। कति सजिलो छ त। निटिङ गर्नु खासै त्यस्तो अप्ठ्यारो छैन। तर निटिङले चाहिँ अब कतिपय कुराहरू जस्तै हाम्रो स्वेटरहरूमा चाहिँ एकदमै राम्रो फिनिसिङ आउँछ। ल हेर्नुहोस् त, यो लाइन पनि पुरा भयो। अब अर्को लाइनमा यो हामीले फर्स्टको लाइन पनि यत्तिकै लिने। अनि यो अघि गरेको जस्तै नै यो धागो बिचबाट यसरी ल्याउने। हेर्नुहोस् त कति सजिलो छ। यसरी नै ल्याउने। सेम अघिको रिपिट गर्दै जानुभयो भने पनि यसलाई यो यस्तो खालको